सम्पूर्णमा नमस्कार। यति बेला हामी खैरेनी नगरपालिका वडा नम्बर 2 अवस्थित जनजीवन माध्यमिक विद्यालयको यस प्राङ्गणमा भाद्र 10 गतेदेखिबाट भाद्र 27 गतेसम्म सञ्चालन हुन गइरहेको चौथो चैनपुर कप 2083 को सन्दर्भमा पत्रकार सम्मेलन यति बेला यहाँ गरिरहेका छौँ। सम्पूर्ण पत्रकार महोदय, टोल विकासका अध्यक्ष दीपक अधिकारी, त्यस्तै गरी चैनपुर कप चौथो चैनपुर कप सञ्चालन गर्नको लागि आयोजक मध्येमा एकजना चैनपुर युथ क्लबका अध्यक्ष योगेश बस्नेतज्यू, वडा सदस्य कमला खनालज्यू, देश विदेशबाट यो पत्रकार सम्मेलनको कार्यक्रम हेरिरहनुभएका सबै साथीहरूलाई फेरि पनि मैले हार्दिक नमस्कार गर्न चाहे। यो खेल चैनपुर टोल विकास संस्थाको आयोजना र चैनपुर युथ क्लबको सहआयोजनामा यो कार्यक्रम हामीले सञ्चालन गर्दैछौँ। यसमा संरक्षकको रूपमा खैरेनी नगरपालिका र खैरेनी नगरपालिका वडा नम्बर 2 कार्यालय रहेको छ। खेलकुद स्वास्थ्यको लागि र खेलाडी राष्ट्रको लागि भन्ने मूल नाराका साथ विगतदेखि नै सञ्चालित यो चैनपुर कप यो चौथो स्करणसम्म आइपुग्दा यसले पार गरेका आरोहहरू, यसका अनुभवहरूलाई सुधार्दै अत्यन्तै मर्यादित, भव्य र सभ्यसँग खेललाई प्रदर्शन गर्न, खेलाउन, हेर्न, आनन्द लिन, रमाइलो गर्न र स्वास्थ्य प्रवर्धनको लागि यस्ता प्रकारका खेलहरू समाजमा सञ्चालन हुनुपर्छ भन्ने भाव अनुसार यो चैनपुर कप 2083 भाद्र 10 गतेदेखिबाट सञ्चालन हुँदैछ। म यो कार्यक्रम सञ्चालन गर्नको लागि जुन आर्थिक जोहो गर्ने क्रममा वडा कार्यालयले यो कार्यक्रमलाई 2 लाख रुपियाँ आर्थिक सहयोग गरेको कुरा पनि यति बेला म अवगत गराउन चाहन्छु। र 16वटा टिमले भाग लिने यो चौथो चैनपुर कप सम्पन्न गर्न त्यति रकमले मात्रै अपुग हुन सक्छ। साथीहरूको भनाइअनुसार केही रकमहरू आवश्यक पर्ने भएको हुनाले म यति बेला अनुरोध गर्न चाहन्छु, आफ्नो गाउँ ठाउँमा बस्नुहुने खेलप्रति बढी उद्देश्य राख्ने, इन्ट्रेस्ट राख्ने साथीहरू जो यहीँ गाउँ समाजमा हुनुहुन्छ, देश प्रदेश विदेशमा हुनुहुन्छ भने यहाँहरूले क्लबलाई यो खेल सुसम्पन्न गर्नको लागि आफ्नो हिसाबले आर्थिक सहयोग पनि गर्नको लागि विभिन्न सङ्घ संस्थाहरूदेखि व्यक्तिहरू सबैलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। भने आर्थिक कुरामा अघि क्लबको अध्यक्षज्यूले भन्नुभएको जस्तो त्यसलाई अडिट गरेर हिसाब गरेर हामी सार्वजनिक गर्छु भन्नुभएको छ। विगतमा पनि यसरी गर्नुभएको इतिहास छ। उहाँहरूले पक्कै पनि आर्थिक पारदर्शिता कायम गरेर समाजलाई चित्तबुझ्दो ढङ्गले हिसाबहरू पेश अवश्य गर्नुहुनेछ भन्ने भाव पनि यति बेला प्रकट गर्दै, यतिखेर विश्वमा धेरै रोगहरूले आक्रान्त भइरहेको अवस्थामा मानिसहरू इन्टरनेट र एआई को युगमा रुमलेर घरभित्रै मान्छेहरू बसिरहेको अवस्थामा ग्राउन्डमा आएर पनि खेल खेल्नुपर्छ है भन्ने भाव अब यो किसिमका कार्यक्रम हामीले गर्न छोड्यौँ भने समाज अत्यन्तै विकराल अवस्थामा जानेवाला छ। मेसिनमा मात्रै रमाउने यो चलन बढिरहेको अवस्थामा शारीरिक व्यायामको लागि एउटा देखावटी मात्रै होइन कि जेन्युनली हृदयबाट अब यस्ता किसिमका खेलहरू यो खुला चौरमा आएर पञ्च प्रकृतिको यो ठाउँमा हामी आफै शारीरिक व्यायाम गरेर पसिना बगाएरै खेल्यौँ भने मात्र स्वस्थ जनशक्ति तयार हुन्छ। जुन दिनसम्म स्वस्थ सकारात्मक जनशक्ति हामीले तयार गर्न सक्दैनौँ, जतिसुकै खोक्रा भाषण गरे पनि यो राष्ट्र बन्नेवाला छैन। राष्ट्र बन्नको लागि, देश निर्माण हुनको लागि यहाँका हरेक जनजनमा सकारात्मक विचार भावहरू पैदा हुनुपर्छ। त्यो गर्ने भनेको एउटा माध्यम खेलकुद पनि हो। यसरी यो खेलकुदलाई फेरि एकपल्ट पुनर्जागरण गर्नको लागि, घरबाट बाहिर ग्राउन्डमा ल्याउनको लागि जुन किसिमको प्रयास भइरहेको छ चैनपुर युथ क्लबको सहआयोजनामा र चैनपुर टोल विकास संस्थाको आयोजनामा, यो कार्यक्रम
अत्यन्तै मर्यादित, भव्य, सभ्य, सुरक्षित ढङ्गले सुसम्पन्न होस् भन्ने भाव पनि वडा कार्यालयको तर्फबाट राख्दै पत्रकारज्यूहरूलाई आजको यस कार्यक्रमलाई व्यापक गरिदिनको लागि जुन आइदिनु भएको छ यहाँहरू सबैलाई वडा कार्यालयको तर्फबाट हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दै यो भाद्र 10 गतेदेखि भाद्र 27 गतेसम्म सञ्चालन हुन गएको चौथो चैनपुर कपको यो पत्रकार सम्मेलन यही समापन भएको निवेदन गर्छु। धन्यवाद, नमस्कार। Great TV